परिवारलाई शिव परिवार भनेर चिनायो। धेरै चोटी मरे म त धेरै चोटी बाँचे, सम्झनामा देखे उनलाई रुँदा रुँदै हाँसे। अलिकति नजर तिम्रो झुकाएर कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो। समयले जवानी यो लुटेपछि आयो। सँगै डुब्दैछु तिम्रो यादमा, बाटो मोडेर गयो नाता तोडेर गयो, मलाई एक्लै दुःखमा छोडेर गयो। यो 5 वटा गीत चाहिँ म आज तपाईँहरूलाई सुनाउँदिनँ, किनभने यो गीतहरू आएको मोस्ट प्रोभाब्ली 17-18 वर्ष पुरा भइसकेको छ र मैले मेरो लाइफको म्युजिकल करियरको सेकेन्ड इनिङको गीतहरू सुनाउँछु। कुन कुन गीतहरू छ भने आँसुको अर्थ के थाहा रुवाई जानेलाई, मायामा पीडा के थाहा चोट दिनेलाई, चोखो माया गरी हेर धोका पाउँदा कस्तो हुन्छ। तिम्रो याद आउँछ मलाई सताउँछ, मुटु दुख्छ मेरो बेसरी, भन तिमी बिना यो रात दिन कटाऊ मैले कसरी। सुन्छु तिमीले मलाई जुनीभरिलाई रुवाई गयो तिमी, अझै पनि यो मनमा छौ तिमी। फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि, माया माया दिन्छौ कि चोटै चोट दिन्छौ कि, पक्केर खाएको फल खाँच्चै नलाको माया, मुटु साट्ने अल्लारे डाँडा काट्ने अल्लारे, बेहोसी पछि त होसमा आउँदा यो शिव परियार गाईघाट आउँदा तिमलाई हुन्छ हुँदैन, फेवातालमा साइली डुङ्गा सालाला, सम्झनामा तिम्रो तस्बिरै झाला, पिउँदिन भन्दा भन्दै पिलायो साथीले, म छु भनी भरोसा दिलायो साथीले, पिलायो साथीले। ओके, सो यो गीतहरू आज म तपाईँहरूलाई सुनाउनेछु। मलाई पनि मोनिटरमा अलिकति थोरै रिभर्ब दिनु न ल, 1 dB जति, अलिक ड्राई सुनिरहेको छ, अलिकति टच गरिदिनु न मोनिटरमा। सो आजको पहिलो गीत राख्न चाहन्छु रवि अधिकारीजीको लिरिक्स अनि टङ्क बुढाथोकीको सङ्गीतमा मेरो 11औं एल्बम शिवालयको यो गीत। र यो गीत पर्फर्मेन्स गर्नुभन्दा अगाडि उदयपुर एक्सपो, यो त्रियुगा नगरपालिकामा लागिरहेको यो उदयपुर एक्सपो 2082मा उदयपुर गाईघाट उद्योग वाणिज्य सङ्घका सम्माननीय अध्यक्ष गजेन्द्र भगत सर र उहाँको सम्पूर्ण
इन्टायर उद्योग वाणिज्य सङ्घ कार्य समितिलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईँहरूले मलाई यसपालि फेरि पनि गाईघाटसँग प्रत्यक्ष रूपमा जोडिने एउटा अवसर प्रदान गर्नुभयो। सो लेट्स इन्जोय गाइज। अबको लागि आँसुको अर्थ। हामी जति छौँ सबैले आफ्नो मोबाइलको लाइट बालेर यो गीतमा इन्जोय गर्नुपर्छ है त। सो लेट्स इन्जोय।